Okay, so we hold this conical plaques in this form. Right? My index finger in the neck, on the neck, or with 2 or 3 fingers to this side, it does at the base. So in this way we handle these conical plaques. And yes, we resolve around the soles. Are you all clear? Are you all clear? Yes, this is the correct way of holding these conical plaques. Neck ma rakhne euta hai. Ani euta chai यसरी. So neck ma हामीले use गर्छौं दुईटा यसरी. 2 different fingers in the neck. अनि यसरी चाहिँ तीनटाले चाहिँ तल सर्छ. यसरी चाहिँ we use the conical plaques. While handling. हजुर? Grading भयो, but यसले fixed कति नै लिन्छ त? Fixed 10 ml. मलाई 1 ml चाहियो, 2 ml चाहियो, अब यो डिपेन्ड हुन्छ. यो अहिले मसँग भएको इट इज अफ 2 ml. त्यसै 10 ml बाट मैले 1 2 3 पनि निकाल्न पाइन्छ. So this is called the gradient pipette. It is called the fixed volume pipette. भयो? And this is pipette feeder. भयो? Are you all clear? Yes. It is not 3D. यो 3D मा चाहिँ it is the cone. Also say for the your cone. Therefore it is called conical flask. यसलाई के भन्छ त हामीले we call it a conical flask. The conical flask are here है त. Like in for यति मात्रै chemical I am using. Is this a suitable vessel or not? What do you think? Is this a suitable vessel or not? के होला? Why do you think it is a suitable vessel? किनकि त waste भएन र? Then why it is called suitable then? अब हैन किनकि we are handling small amount of substance or small liquid. तर यसलाई if I need to mix, यसलाई धेरै स्पेस चाहियो कि चाहिएन त? So SPULA spatula. भयो? What is its purpose? हामी ल्याएको टिफिन खान हो. Then spatula. Chemical निकाल्न होला. Let's suppose त्यो spatula अर्को भयो त्यो हामीले कुकिङ को लागि युज गर्छौं. अब यो चाहिँ हाम्रो this is the spatula. डिफरेन्ट भोल्युम को हुन्छ. ठुलो पनि छ, सानो पनि छ. के यो केमिकल निकाल्नु होला? लिक्विड केमिकल? हैन. के को लागि? पाउडर्ड केमिकल. मेजरली के निकाल्न त फर टु टेक आउट एनी पाउडर्ड केमिकल, मेबी सल्ट होला और अरु कुनै जुन हामी पछि गर्छौं थ्रु आउट. सो पाउडर स्ट्रिप होल्डर यो सानोको लागि छुट्टै हुन्छ. दिस इज फर अलिकति बिगर वान. सो यहाँ लेट सपोज गरौँ यो छ भने हामीले के गर्छौं त्यसलाई यहाँ राख्यौ जस्ट यसरी हो. खसेर जान्छ. खस्यो भने ह्यान्डल गर्नु पर्यो राम्ररी. वी नीड टु ह्यान्डल इट भेरी क्लियरली, केयरफुली है. अब खस्दैन भनेर यो पुरै घुमाएर बस्न पाइयो त? केयरफुली हाले. वी आर युजिङ दिस भेसल्स के त केयरफुली. सो कसरी फुट्छ अरे. सो दिस कल टेस्ट ट्युब होल्डर. अनि त्यसमा जान्छ त्यो होल्ड गर्ने. बेस after that हामीले चाहिँ न्यूट्रलाइजेसन रिएक्सन we will try to look neutralization reaction है त. So एसिड र बेस हाल्दै चाहिँ हामीले के we will put some indicator there. On acid र base अब सब रिएक्सन गर्छ सल्ट बन्ने बेला चाहिँ there won't be any reaction. After the salt is being formed र जब एसिड धेरै हुने or base धेरै हुने बित्तिकै the color will change. हो भनेपछि the reaction is stop भयो भने चाहिँ हामीले त्यो कुराहरु चाहिँ हेर्छौं. That is called titration. सानो फोर्स धेरै तलमाथि भइदिने बित्तिकै चाहिँ that will break. त्यो हामीले एकदमै ध्यान केयरफुली ह्यान्डल गर्नुपर्छ. बुझ्यो? फर्स्ट ल्याब भिजिट देयरफोर यो हामी इक्विपमेन्ट्सहरुसँग चाहिँ डिल गर्यौ. नेक्स्ट टाइम ह्यान्डलिङ गर्दा कसैले यो हाहा गर्दै गर्यो भने चाहिँ I will take action. Are you clear? Yes sir. This much for today. Transfer the chemicals as well. बुझ्यो अब? Yes. So यसमा पनि सेम प्रिन्सिपल. Let us suppose if you need to mix अब तिमीलाई 250 ml of, if we have this 250 ml of, let us suppose यति धेरै केमिकल छ. अब is this the correct vessel for us? So अब हामीले के चुज गर्छौं त? We choose for a greater volume. Get greater volume भएको conical flask लिने. यसमा pour the chemical. अब हेर अब इजी भयो के भन्नु? अब now I can mix easily. Yes or no? So correct way हैन कि त यहाँ अदरवाइज यहाँ नेकमा चाहिँ सपोर्ट हुन पर्यो. विथ यो के त यसको पामले पनि सपोर्ट हुन पर्यो. सो दिस इज द करेक्ट वे. और यस्तो वेबाट चाहिँ गर्न पाइन्छ. बुझ्यो? यस. सो दिस इज द करेक्ट वे. अनि यो पनि गर्दा जहिले पनि के त सकेसम्म आफूदेखि अलिकति अवे राख्ने र यसरी गर्ने. दिस इज द करेक्ट वे. यसरी हे के भन्नु? और यस्तो गर्ने चाहिँ. सो अलवेज अवे फ्रम अस हो, बट मेक श्योर देयर इज नो वान. बुझ्यो? अब के भइरहेको छ? सल्ट. सल्ट हुँदाखेरि पनि यो किन इट इज स्टिल पिङ्क? Why is it still pink? Blood red. Why is it still pink? किन एसिड रिएक्सन गरेपछि सल्ट हुने हो कि हैन त? सल्ट सँग त फिनोल फैलिन्छ, नो कलर हुन पर्ने. बट व्हाई इज देयर कलर? किनभने देयर इज स्टिल के त अझै के छ त यहाँ? बेस. सबै सल्ट बनेको छ त? एभ्री बेस इज बीइङ कन्भर्टेड? नो. अब लेट अस से कन्भर्ट हुन्छ कि नै है त? अघि भन्दा अलि लाइट भयो? यस सर, यस सर. हेरौ फेरि. लेट अस सी इट अगेन. हाइट किलो बनाइए. दुध जस्तो भयो. कलर चेन्ज भयो.
अहिलेको पिङ्क हरायो कि हराएन वाट डज दिस मिन अब बेस छ त यहाँ छैन So now there is form ke the salt and water. Why is this white color? Why is this white? And this is HCl. Good salt bन्छ. NaCl को color कस्तो छ? नुन को color के हुन्छ त white हुन्छ कि नहीं त? हो. तर यो नुन जस्तै हुन्छ टेस्ट आउँछ It is same. It is नै नुन. Love यानी. So I have to do different chemicals, है. अब if I need to check which one is acid or base. अब but I have indicator के त phenolphthalein. अब मैले एसिड मा राखे यसरी. चेन्ज भयो कि? के चेन्ज भयो? अब न लेट अस सी. अर्को राख्दा के हुन्छ हेर. इट केम के त पिङ्क. सो phenolphthalein चाहिँ that is pink or red. यो के छ त अब यहाँ हेर्दाखेरि तल के छ it seems as if red. Yes or no? So पनि हामीले केमिकल ल्याबमा के गर्छ त to check its color. हामीले हल्का यसलाई के गर्छ त we अलिकति यसलाई के हल्का मिक्स गर्ने हल्का यसलाई के गर्ने त सिस्टम एजिटेट गर्छु अब हेर त कुन कलर आयो पिङ्क सो